नमस्कार। आज मिति विक्रम सम्वत 2083 साल असार 20 गते शनिबार। नेपाल सम्वत 1146 तछलागा ईस्वी सम्वत जुलाई 4 2026। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्षको चतुर्थी तिथि बिहान 9:53 भने त्यसपछि पञ्चमी तिथि। आज धनिष्ठा नक्षत्र मध्याह्न 11:54 रहनेछ भने त्यसपछि शतभिषा नक्षत्र सुरु हुनेछ। प्रीति योग, कौलव करण र आनन्दादि योगमा प्रवर्ध योग परेको छ। चन्द्रमा कुम्भ राशिमा रहनेछन्। आज सूर्योदय बिहान 5:14 भइसकेको छ भने सूर्यास्त बेलुका 7:02 हुनेछ। आजको दिनमान 34 घडी 29 पलाको रहेको छ। आज कुनै पनि शुभ कार्यका लागि पश्चिमतर्फ फर्किएर नै आफ्ना महत्त्वपूर्ण कामहरू गर्नु राम्रो हुनेछ। अहिले पञ्चक चलिरहेको छ। आउँदो 24 गते मध्याह्न 12:14 पञ्चक अर्थात् सरुण रहनेछ। अब लागौं आजको राशिफलतर्फ। मेष राशि। आजको दिन तपाईका लागि आम्दानी र प्रगतिको हिसाबले निकै राम्रो रहनेछ। रोकिएका कामहरू सहजै पूरा हुनेछन्। नयाँ कामकाजको थालनी अथवा लगानी गर्नका लागि पनि समय अनुकूल छ। साथीभाइ र अग्रजहरूको पूर्ण सहयोग प्राप्त हुनेछ। वृष राशि। कार्यक्षेत्र र व्यापार व्यवसायमा राम्रो सफलता मिल्नेछ। सामाजिक प्रतिष्ठा र पदोन्नतिको योग पनि रहेको देखिन्छ। नयाँ जिम्मेवारीहरू पनि तपाईलाई प्राप्त हुनेछन्, जसले गर्दा मन प्रसन्न रहनेछ। पारिवारिक वातावरण सुखद र सहयोगपूर्ण रहनेछ। मिथुन राशि। लामो दूरीको यात्रा अथवा धार्मिक कार्यमा रुचि बढ्नेछ। भाग्यले साथ दिने हुनाले सोचेका कामहरू बिस्तारै सम्पन्न हुँदै जानेछन्। अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ भने टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। कर्कट राशि। आजको दिन स्वास्थ्यमा अलिकति ध्यान दिनुपर्ने देखिन्छ। अनावश्यक खर्च र वाद विवादबाट टाढै रहनु उचित हुनेछ। सोचे जस्तो सफलता पाउन अलि बढी मेहनत र परिश्रम गर्नुपर्ने देखिन्छ। महत्त्वपूर्ण निर्णयहरू लिँदा सकेसम्म धेरै पटक विचार गरेर मात्रै लिनुहोला। सिंह राशि। साझेदारी तथा पार्टनरसिपका कामकाजहरू व्यापार व्यवसायबाट राम्रो लाभ मिल्नेछन्। दाम्पत्य जीवन तपाईको सुखद रहनेछ। प्रेम सम्बन्ध पनि अझै प्रगाढ बन्दै जानेछ। यात्राको योग देखिन्छ, जसले मनमा नयाँ ऊर्जा र उमङ्ग थप्नेछ। कन्या राशि। शत्रुहरू तपाईका पराजित हुनेछन्। प्रतिस्पर्धात्मक कामकाजमा सफलता पनि मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। पुराना रोकिएका कामकाजहरू तपाईका सम्पन्न हुनेछन्। ऋणहरू चुक्ता गर्न पनि सफल हुनुहुनेछ। मावली पक्षबाट राम्रो सहयोग मिल्ने सम्भावना देखिन्छ। तुला राशि। बौद्धिक र रचनात्मक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीहरूका लागि नयाँ कुराहरू सिक्ने र परीक्षामा राम्रो प्रतिफल ल्याउने समय छ। सन्तानको सुख पनि राम्रो प्राप्त हुनेछ। आर्थिक रूपमा पनि तपाईको दिन राम्रो रहनेछ। वृश्चिक राशि। पारिवारिक विषयलाई लिएर मनमा केही चिन्ताहरू बढ्नेछ। उदासीनताहरू छाउन सक्छ। जग्गा जमिन सवारी साधनको विषयमा केही असमझदारीहरू बढ्न सक्छन्, तर निर्णय गर्नुभन्दा अगाडि निकै विचार गर्नुहोला। आमा तथा घरका महिलाहरूको स्वास्थ्यमा ख्याल गर्नुपर्ने देखिन्छ। धनु राशि। तपाईको पराक्रम र उत्साहमा वृद्धि हुनेछ। सानातिना यात्राबाट पनि लाभ मिल्नेछन्। दाजुभाइ तथा दिदीबहिनीहरूसँगको सम्बन्ध अझै सुमधुर रहनेछ। उनीहरूबाट सहयोग पनि यहाँलाई राम्रो प्राप्त हुनेछ। रोकिएका अधुरा कामहरूले पनि गति लिनेछन्। मकर राशि। आर्थिक दृष्टिकोणले आजको दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नाले रोकिएका धनहरू पनि तपाईका उठ्नेछन्। आफ्ना नासोहरू फिर्ता पाउनुहुनेछ। नयाँ आम्दानीका स्रोतहरू पनि फेला पार्ने देखिन्छ। परिवारमा माङ्गलिक कार्यहरूका चर्चाहरू बढ्नेछन्। मिष्टान्न भोजनको अवसर मिल्नेछ। कुम्भ राशि। आत्मविश्वास र ऊर्जामा वृद्धि हुनेछ। तपाईको व्यक्तित्वको प्रशंसा हुनेछ। नयाँ योजनाहरू बनाउन तपाईको मन निकै प्रेरित हुनेछ। सुख सुविधा र सवारी साधनहरूका कुराहरूमा पनि खर्च बढ्नेछ। कार्यक्षेत्र र समाजमा सम्मानजनक स्थान प्राप्त गर्नुहुनेछ। मीन राशि। खर्चको मात्रा अलि बढ्न सक्छ, त्यसैले बजेट सन्तुलन मिलाउनु निकै जरुरी देखिन्छ। अनावश्यक यात्रा तथा दौडधुप हुन सक्नेछ। आँखा तथा गोडामा केही समस्याहरू अथवा असहजताको अनुभूति हुन सक्छ। दान पुण्य तथा परोपकारका कार्यमा मन जानेछ। यस्तै सत्कर्मले तपाईलाई आनन्द पनि दिलाउनेछ। राशिफलले जे जस्तो भने पनि तपाईको आजको दिन सुखद बनोस्, मङ्गलमय बनोस्। नमस्कार।